यो मानव हात्ती द्वन्द्व सम्बन्धी चाहिँ जुन यो मैले उम्मेदवारी चाहिँ मेरो महासचिव उसमा चाहिँ उम्मेदवारी मेरो किन भन्दाखेरि विगत लामो समयदेखि यो संस्था 10 वर्ष जति भयो चलिरहेको छ। चल्दै गर्दाखेरि जुन रूपमा कामहरू हुनुपर्ने थियो त्यो हिसाबमा काम नभएकोले गर्दाखेरि चाहिँ मेरो उम्मेदवारी हो। मेरो मूल एजेन्डा भनेको तीनटा कुरालाई फोकस गरेर म काम गर्ने मैले सोच बनाएको छु। सर्वप्रथम त यो मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चले नेपाल सरकारबाट जिम्मेवारीपूर्ण रूप लिएर यो तारबार व्यवस्थापन गर्ने भनेर चाहिँ काम गरिरहेको छ। तर अहिलेको अवस्थामा आएर तारबार चुस्त दुरुस्त नभएको त्यो एउटा कुरा भयो। त्यसलाई मेन चाहिँ पहिला सुरु चाहिँ मेरो फोकस भनेको तारबारलाई चाहिँ चुस्त दुरुस्त राख्ने एउटा कुरा त्यो भयो। त्यस पछाडि भनेको मैले गर्न मेरो अर्को दोस्रो एजेन्डा भनेको चाहिँ त्यहाँ तारबारमा रहेका जति पनि कर्मचारी छन् नि कर्मचारीहरूले सही समयमा उनीहरूले पाउनुपर्ने पारिश्रमिक नपाएको र उचित पनि छैन। त्यो कुरालाई पहल गरेर उहाँहरूलाई उचित पारिश्रमिकको व्यवस्था गर्ने मेरो त्यो एउटा कुरा भयो। र अर्को तारबार व्यवस्थापन गरिसकेपछि कर्मचारी त्यहाँ रहेका कर्मचारीहरूलाई व्यवस्थापन गरिसकेपछि उचित व्यवस्थापन गरिसकेपछि रह्यो अर्को के भन्दाखेरि हात्ती पीडित जो मान्छेहरू छन् उहाँहरूले राहतको प्रक्रिया जुन चाहिँ झेलिरहेको छ त्यो राहत लिनको लागि वार्ड कार्यालय प्रहरी चौकी यो सम्पूर्ण कार्यालयहरू गइराख्नु पर्ने हुन्छ। त्यस पछाडि अनि फेरि त्यो फाइल बोकेर आफै जिल्ला जानु पर्यो, जिल्लाबाट फेरि पालिका आउनु पर्यो, पालिकाबाट फेरि धाइजन सब डिभिजनमा जानु पर्यो। यो कुराको चाहिँ म अन्त गर्छु। फाइल बोकेर कुनै पनि हात्ती पीडित मान्छे यो अफिसबाट फाइल अपडेट भइसकेपछि त्यो फाइल चाहिँ लिएर पीडित जो पीडित हुनुहुन्छ उहाँहरू चाहिँ चन्द्रगढी पालिका धाइराख्नु पर्ने चाहिँ म यो अन्त नै गर्छु। मेरो यो मूल तीनटा कुरा मात्रै हो। कुनै पनि वन्य जन्तुको तस्बिरहरू खिचेर जो जहाँ छन्, जस्तो अहिले हाम्रो मेचीनगरमा हेर्ने भने मेचीनगर साथमा देवेन खरेल हुनुहुन्छ, उहाँ चराको फोटो खिच्नुहुन्छ, उहाँ चरा सम्बन्धी धेरै ज्ञान राख्नुहुन्छ। त्यस्तै गरेर साँपमा काम गर्ने हाम्रो बुधबारेको कृपेश भाइ, बिर्तामोडमा अरू 2 जना हुनुहुन्छ साथीहरू, उहाँहरू पनि त्यसरी चराको फोटो खिच्ने, साँपहरूको फोटो खिच्ने, यसरी विभिन्न वन्य जन्तुको फोटो खिच्ने मान्छेहरू सबैजना छन्, धेरै छन् नेपालमा। त्यसले गर्दा मैले पनि यहाँनिर फोटो मात्रै खिचेर हिँडिराख्दाखेरि मैले फोटो मात्रै खिचेर हिँडेको र उयो गरेको चाहिँ होइन। म फोटो खिच्छु, त्यो के को लागि खिचेको भन्दाखेरि विगत हामीले 50 वर्ष 60 वर्ष अगाडि काठमाडौँमा गाडी लिएर जाँदाखेरि चाहिँ बोकेर जुन हिसाबले गाडी लगेर उयो गरेको त्यो फोटोहरू देख्दाखेरि ती फोटोहरू सबैजना उसले हाम्रो मन छुन्छ त्यो फोटोहरूले। त्यस्तै गरेर आउने दिनमा हामी त नरहौँला, तर हाम्रो भावी पुस्ताहरूले चाहिँ हाम्रो बाउन्डारीमा हाम्रो बाउबाजेहरूले चाहिँ कस्तो खालको सङ्घर्ष गरेर चाहिँ बाँच्नु भएको रहेछ भन्ने कुरा त्यो एउटा दस्तावेज होस् भन्ने हिसाबले चाहिँ म फोटो खिच्नपट्टि म उत्प्रेरित भएको हो। त्यो फोटो अहिलेसम्म मैले बेचेको भन्ने कुरा जुन छ, म त्यसरी फोटो किन्ने कुनै पनि सङ्घ संस्था चाहिँ नेपालमा छैन, कुनै पनि निकाय छैन। त्यो नै उयो कुरा हो। र यो जुन आरोप आएको छ, यो आरोप त अब म यो मान्छेको अज्ञानताको कारणले हुनसक्छ, त्यसले गर्दा मलाई यो आरोप लाउनु भएको छ। यसमा मेरो भन्नु केही छैन। सबैभन्दा हात्ती रोक्ने कुरा जुन छ, 2064 सालमा बाउन्डारीमा यो सामुदायिक भवनमा चाहिँ 9वटा वार्डको सङ्घर्ष समिति बनाउँदाखेरि त्यो सङ्घर्ष समितिबाट मेरो यात्रा सुरु भएको। मेरो पनि त त्यति बेला मैले हात्ती रोक्नै पर्छ भनेर यो तारबारको अवधारणा ल्याउने व्यक्ति सायद म नै हो। यसमा मेरो साथी हुनुहुन्छ मनोज थापा, अहिले जो मेचीनगर 4 को कर्मचारी हुनुहुन्छ, उहाँ र म 2 वर्ष दौडधुप गरेर त्यति बेलाका तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला बिर्तामोडमा हामीले ज्ञापन पत्र बुझाएर नेपाल सरकारबाट जुन हिसाबले हो यो पीडा छ भनेर लगानी गरे। त्यति बेला हाम्रो उद्देश्य पनि त्यो हात्ती रोक्ने नै थियो। अहिले पनि हाम्रो उद्देश्य हात्ती रोक्ने नै हो र हात्तीलाई कसरी रोक्न सकिन्छ। अब अर्को कुरा संरक्षणकर्मीको हिसाबले जुन भाइले प्रश्न गर्नुभयो, हो संरक्षणकर्मी म
हात्ती संरक्षण गर्नुपर्छ यो के अरे मात्रै भनेर भन्ने व्यक्ति होइन। संस्थाको अन्तिममा एउटा शब्द छ मानव हात्ती द्वन्द्व तथा वातावरण संरक्षण मञ्च छ नि। वातावरण भनेको चाहिँ के भन्दा मैले बुझेको मैले जानेको वातावरणभित्र चाहिँ तपाईँ हाम्रो अगाडि रहेका बोट बिरुवा हावा पानी वन वन्यजन्तु यी सबै कुराहरू चाहिँ त्यो वातावरणभित्र पर्छ। त्यसले यी कुराहरू संरक्षण गर्दै अगाडि लिएर जान सक्यो भने प्राकृतिक सन्तुलन कायम गर्न सक्यौँ भने हाम्रो आउने पुस्ताले पनि राम्रो वातावरणमा चाहिँ सास लिन पाउँछन् भन्ने मेरो उद्देश्य हो। अब भन्नै पर्ने हुन्छ यो पोस्ट मैले जुन चाहिँ सिड मनीको 30 लाख रुपियाँ पैसा यो बिउ पुँजी भनेको यो संस्थालाई टिकाउन त्यहाँ रहेका कर्मचारीलाई त्यहाँ थोरै बहुत अफिस सञ्चालन गर्नको लागि त्यो पैसा चाहिँ ब्याङ्कमा जम्मा गरेपछि त्यसको ब्याजबाट चाहिँ केही सहयोग होस् भनेर चाहिँ राष्ट्रिय प्रगति सङ्घ कोषले चाहिँ जम्मा गरिदिएको पैसा विभिन्न समयमा विभिन्न टाइममा त्यो पैसा निकाल्दै चलाउँदै गरेर अहिले 20 लाख रुपियाँ पैसा छ भने अस्ति पनि साधारण सभामा त्यो कुरा आएको छ र मैले पोस्ट हालेकै हो। मैले पोस्ट किन हालेको भन्दाखेरि यो पैसा राष्ट्रिय प्रगति सङ्घले बिउ पुँजी दिएको तर यो बिउ पुँजीलाई जुन हिसाबले सही सदुपयोग गर्नुपर्ने थियो त्यो बुझ्नु भएन र अनि त्यो त्यति बेलाको सबैजना बसेर सल्लाहकार समिति बसेर यो शीर्षकमा चलाउने भन्दै उयो गर्दै निकाल्दै गर्दाखेरि त भोलि त्यो 20 लाख रुपियाँ पैसा पनि सकिने भयो भनेर मैले आवाज उठाउँदाखेरि राष्ट्रिय प्रगति सङ्घ कोषबाटै मलाई के कुरा आयो भने र एकजना यहाँ बुद्धिजीवी दाई हुनुहुन्छ र उहाँ दाई र राष्ट्रिय प्रगति सङ्घ कोषबाट चाहिँ तपाईँ एउटा संरक्षणकर्मी तपाईँको योगदान ठुलो छ तपाईको ठाउँमा धेरै कामहरू पनि भएका छन् राम्रो कुराहरू भएका छन् र यो कुराहरूलाई चाहिँ फेरि गएर भोलि बाधा पुग्छ। त्यसले गर्दाखेरि तपाईँले तपाईँको पोस्ट हटाउनुहोस् भनेर भन्नुभयो। यो पोस्ट हो त्यति मैले हटाएँ तर मेरो फेरि त्यो सिड मनी सम्बन्धीको उयो चाहिँ जुन विचार छ नि त्यो विचार चाहिँ हराउँदैन किनभने जब म निर्वाचित भएर त्यो महासचिवको उसमा म बस्नेछु नि त्यति बेला म सबै खातापत किताबहरू पल्टाएर कस्तो अवस्थामा उयो भएको रहेछ पेपरहरू सब कुरा हेरेर त्यसलाई कसरी त्यो पैसा सञ्चालन गरेको रहेछ कुन अवस्थामा निकालेको रहेछ त्यसको डिटेल सबै खोजेर त्यो तिर्नुपर्ने छ भने त्यो म पैसा तिराएर छोड्छु किनभने त्यो पैसा चाहिँ कुनै व्यक्तिलाई दिएको होइन त्यो संस्थालाई दिएको हो। त्यो बाहुनागी मात्रै नभएर यो समग्र हात्ती प्रभावित क्षेत्रका पीडित कृषकहरूको हितको लागि दिएको पैसा हो क्या। त्यो कुनै त्यहाँनिर बसेर आफू खुसी हिसाबले काम गर्न भनेर दिएको पैसा होइन। त्यो पैसा चाहिँ खोज्ने मेरो म यो पक्का हो। यो पैसाको लागि चाहिँ म एकदमै लागि परेको मान्छे हो। म लागि नै पर्छु र यो पैसाको म टुङ्गो छिनो फानो लाएर नै म छोड्छु। अन्त्यमा तपाईँले आफ्नो मतदातालाई के भन्न चाहनुहुन्छ? अन्तमा यो आगामी 29 गते जुन निर्वाचन हुँदैछ यो निर्वाचनमा तपाईँहरूले स्वतन्त्र रूपमा मैले पनि मेरो उम्मेदवारी महासचिवमा मैले दिएको छु र आशा गर्दछु तपाईँहरूले म तपाईँहरूको घरमा आएर तपाईँहरूसँग भेटघाट गरेर म पनि छु है भनेर मैले पनि उम्मेदवारी महासचिवमा दिएको छु भनेर मैले कुरा राख्न पाएको छुइनँ। त्यस कारणले गर्दाखेरि यो भोइस अफ बाहुनडाई मार्फत नै हजुरहरूसँग मेरो आग्रह छ सो 29 गते हजुरहरूले आएर महासचिव पदमा मलाई मतदान गरी विजय गराई सहयोग गर्नुहुन्छ भन्ने आशा राख्दछु। हवस् त, धन्यवाद।